फाइनली पानीमा रुच्दै भिज्दै काउन्टरको टपमा आइपुग्यो एन्ड मौसम अलिकति खराब छ। अब हेरौँ के हुन्छ। यहाँ मेरो पछि टावर देख्न सक्नुहुन्छ अनि जाडो एकदम बढ्यो। रात पर्नलाई धेरै टाइम छैन अनि मान्छेहरू प्राय आउन साथ टावरतिर जान्छ। तर त्यो मात्र ठाउँ नभइकन एउटा अझै ठाउँ छ प्राय जसलाई थाहै छैन अनि त्यहाँ जानै पर्छ अनि छैन, तर जानुहुन्छ अनि राम्रो। त्यहाँबाटको एकदम ब्युटिफुल भ्यू देख्न सक्नुहुन्छ। र भ्यू त आफ्नो ठाउँमा छ। यता आउनुभयो भने मन्दिरको दर्शन पनि गर्न सक्नुहुन्छ। यो काउकोट देउराली मन्दिर सब घुमियो र भ्यू पनि हेऱ्यो। अब टावर टाइम। र तपाईँहरू यो गर्मी महिनामा यदि बेलुका यहाँ आउनुभयो भने यहाँ चाहिँ पानी परेको दिन चाहिँ अति चिसो हुँदो रहेछ। चिसो हावा चले। यस हो, बुद्ध भगवानको स्ट्याचु बनिहाल्नुको यही ठाउँमा हो, काउन्टरको टपमा। एन्ड कुरा त्यही हो। एन्ड आई थिङ्क अलि बडी नै अँध्यारो भयो, तर त्यही नै अब टावरतिर जाउँ। अहिले टाइम भयो 7 PM। यो चाहिँ क्यामेराले गर्दा अलिकति राम्रो देखेको हो, फोनबाट चाहिँ यस्तो छ सिन। सो फाइनली वी आर एट द स्पोट। अनि यो चाहिँ हाम्रो पोखराको धरहरा र यो बनाएको त मजदुरहरूले हो, तर हाम्रो बिरसिंह गुरुङद्वारा स्थापित र यो 2026 मा बनेको हो। र अरू मलाई थाहा छैन। पानी नि पर्यो, रात पनि भयो, अब घर जानलाई हतार भयो। आजलाई यति, बाई बाई, टाटा, फेरि भेटौँला। बाई 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 बाई।